Hello, good morning guys. Guys, म गएको ल म चाहिँ आधी बाटोमा आएर भिडियो बनाउँदैछु। आज चाहिँ हामी पाक्योङ जाँदैछ नि त, यहाँ लाबरबोटेमा आएर अब खाजा खान आँटेको हो। हामी चाहिँ यहाँ पराठा अर्डर गर्दैछ। अहिले तपाईहरुलाई देखाउने छु हो को गएको छ। हामी प्यारिसबाट तक्दा प्यारिसबाट हामी 6-7 गाडी छ। सबैजना आएर यहाँ खाजा खाइरहेको छु। शारदा माइजू यहाँ हेर्नु है, हात हल्लाउनु। के आटा आएन अरे? ल साथीहरू खाएको यो खाँदै गर्नु न। पराठै खानु नि? खान्छु ल त्यसो भने। तिम्रोमा चाहिँ म्युनिस हो कि दही हो? के पराठा यो लच्छा पराठा हो। कसो तन्केको आमा हेर्नु लाछा त भन्दैछ अब। लाछा त भन्दैछ अब। भात पराठा पाउनु नि बरु। पुरा मटर ढुकाएको छ नि है। तिमी के खायौ? खानु न दिदी। मिठो रहेछ, खानु पराठा पनि दामी हो। खानु न तपाईँहरूलाई को कोलाई एन्भलप चाहिन्छ?
तपाईँ एन्भलप भेटी चढाउने मानबाट चढाउने खानु न खानु यहाँ पर्छ होइन बनाउँदै दिँदै तपाईँ होला नि त खौ आज एउटा खाँदै गर खानु बेसी हुन्छ नि त त्यहाँ खानु साथीहरू हामी चाहिँ बाटोमा कतिजना बस्नु जानुको लागि बसिरहेको छ गरम रहेछ म त शीतल छ भनेको त सिक्किम त गरम पो रहेछ यहाँ हेर्नुपर्छ साह्रो हाँस्यो यहाँ हेर्दैन अन्त म भिडियो बनाएको हाँस्दैछ बुझ्यौ के भन्नु छ छैन डस्ट है त्यस्तो त भनेर त अन्त धुलो त हुन्छ त्यो धुलोको बाटो त गरम कपालहरू च्याप्च्याप भयो धुलोले आम्मामामा पुरा गरम भयो एकपल्ट मुख धुर्यो माइजू बिमार भएको छैन टाउको दुखेको छैन आउँदैछ केही हुँदैन होला आइसक्यो गाडीहरू अहिले पाक्योङमा गएर भेट्छु तपाईँहरूलाई बाई जोन्सरले चाहिँ जिस्काउँदैछ कि मलाई भरे बेलुका चाहिँ भिडियो हेर्नुपर्ने रहेछ भन्दैछ हौ जोन्सरले के छ नक्कल पारेको यसले चाहिँ फेरि के नैना हेरेको यस्तो सर्क्यो मलाई चाहिँ यहाँ चाहिँ पछाडि गाडी यो चाहिँ तक्दाकोहरू घाम लागिरहेको छ हामी चाहिँ आइपुग्यौँ साथी सबैजना नास्ताहरू खाँदैछ तपाईँहरूलाई अहिले जाँदाखेरि भेट्छु ल साथीहरू हेर्नुहोस् है पाक्योङ चाहिँ यस्तो रहेछ यो चाहिँ चर्च हाम्रो अब हामी चाहिँ चर्चभित्र पस्न आँटेको छ हामी चाहिँ चर्चभित्र पस्दैछौँ जाउँ हामी चाहिँ पाप स्वीकार गर्नु जाँदैछौँ यहाँबाट यस्तो भन्यो आज चाहिँ मे महिनाको रोजरी महिना लास्ट दिन पाप स्वीकार गर्नै पर्छ नि त त्यही भएर हामी चाहिँ पाप स्वीकार गर्नु जाँदैछौँ साथीहरू हो कहाँबाट हौ हामी चाहिँ यहाँ क्यान्डल पाल्नुको लागि लाइन लागिराखेको छ
आज माता मरियाको अन्तिम दिन हामी चाहिँ यहाँ लाइन लागेर गोरेटोमा क्यान्डल बालिरहेको छौँ। मिसाहरू पनि सक्यो। अब लास्ट यहाँ क्यान्डल बालेर खाना खाएर घर जान्छौँ। यहाँ चाहिँ पार्किङलाई धन्यवाद दिने कार्यक्रम हुँदैछ। यहाँबाट हेल्प गरिदिनुभयो त्यसको निम्ति तपाईँलाई सबै धन्यवाद दिन चाहन्छौँ। सबैले जोरदार ताली बजाउनु। दुई जग्गा मात्रै ओसिडी रहेछ अर्डर अफ कार्बोलाइट्स। फादरहरू भरिमा हाम्रो तक्दाह प्यारिसमा पाउनुहुन्छ। सिस्टरहरू भनेको चाहिँ तपाईँहरूकै प्यारिसमा रहेछ। सिस्टरहरूको चाहिँ यता रहेछ, फादरहरूको चाहिँ हाम्रो प्यारिसमा। सो फादरको चाहिँ हामी चाहिँ खाना खाएर पनि फर्केको। यहाँ पाक्योङको स्कुल घुम्नुको लागि जाँदैछौँ। सेन्ट जेभियर स्कुल रहेछ। होइन छैन रहेछ नि त। गुरुबाउ चाहिँ छैन अरे हौ। रोजरी मेरो त छ। अस्ति मैले सिलगढीबाट लिएर आएको कि। यहाँ चाहिँ गरमै रहेछ। पाक्योङ चाहिँ पुरा गरम भइराखेको छ। अहिले चाहिँ अलिअलि शीतल भइराखेको छ। हेर्नुहोस् ल तपाईँहरूलाई सबैजना जाँदैछ पर देखाउँछु। यो चाहिँ स्कुलको ग्राउन्ड। स्टुडेन्टहरू खेलिरहेको रहेछ। लामो गाडीको ट्राभल भएर नि है। स्कुलको एरिया रहेछ यो चाहिँ। स्टुडेन्टहरू खेलिरहेको छ यहाँ। म चाहिँ गरमले गर्दा गइनँ पर। अब कस्तो गरम भइराखेको छ नि त यहाँ। हिँडेर गले पनि आम्मामा। बाई सबैजनालाई। सेयर कमेन्ट फलो पनि गरिदिनु नबिर्सिनु होला मेरो पेजलाई हो।